हेलो एभ्रिवान, तपाईहरु सबैजनालाई हाम्रो युट्युब च्यानलमा स्वागत गर्दछौँ। तपाईहरुको माया र साथद्वारा हामी आज 1K कम्प्लिट भइसकेका छौँ र तपाईहरु सबैजनालाई विशेष धन्यवाद दिन चाहन्छु। मेरो हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। अनि त्यसैगरी अहिले चाहिँ म सातो बाटो ज्याकेट हाउसमा छु, जहाँ चाहिँ अहिले गर्मीको धेरै सामानहरु आइसकेको छ, जसमध्ये मैले तपाईलाई यो भन्दा अघिल्लो भिडियोमा देखाएको थिएँ कि 2025 मा आएको ज्याकेटहरु भनेर। त्यसैमध्ये अहिले चाहिँ हाम्रो राइडर ज्याकेट पनि अपडेट चाहिँ भइसकेको छ। यतापट्टि साइडमा तपाईले झुन्डेको देख्न सक्नुहुन्छ राइडर ज्याकेट। अनि राइडर ज्याकेट हामीसँग गोटेक्स ज्याकेटहरु र नयाँ कलेक्सनहरु चाहिँ यहाँ रहेको छ र यसै मध्ये चाहिँ तपाईलाई मैले प्राय सबैको डिटेली रूपमा त बताइसकेको थिएँ र यो राइडर ज्याकेटको चाहिँ बाँकी छ र यो राइडर ज्याकेटको बारेमा चाहिँ म तपाईलाई भन्न गइरहेको छु है। र यो राइडर ज्याकेट चाहिँ तपाईको देख्न सक्नुहुन्छ, यो अगाडिबाट चाहिँ तपाईको 3 लेयरको वाटरप्रुफ रबराइज भनिने फ्याब्रिकले युज गरेको छ भने पछाडिबाट चाहिँ तपाईको फुल्ली यो जाली राखिएको छ। यो तपाईहरु सबैजनाको कमेन्ट अनुसार तपाईहरु सबैजनाले चाहिँ हाम्रो टिकटकतिर हाम्रो फेसबुकतिर हेरेर चाहिँ के भन्नु भएको थियो भने यो फुल्ली वाटरप्रुफ हो र भनेर सोधिराख्नु भएको थियो। यो फुल्ली वाटरप्रुफ चाहिँ हुँदैन, तर यो विन्डप्रुफ चाहिँ यो चेस्टको पार्ट चाहिँ फुल्ली विन्डप्रुफ हुन्छ र बाँकी भनेको यो सबैतिरबाट हावा पनि छिर्छ, तपाईलाई गर्मीमा लाउनलाई एकदमै कम्फर्टेबल हुन्छ है। राइडर ज्याकेट भन्ने बित्तिकै प्राय एकदमै हेभी हुन्छ, हावापानी नछिर्ने हुन्छ, सो गर्मीमा लाउनलाई अलिकति गाह्रो हुन्छ र त्यसैलाई चाहिँ हामीले टार्गेट गरेर चाहिँ खास गर्मीमा लगाउनु सजिलो होस् भनेर चाहिँ हामीले खास यो ज्याकेट चाहिँ लन्च गरेका हौँ। र यस ज्याकेटमा चाहिँ तपाईले कुनैमा YKK को ओरिजिनल जिपर युज गरेको छ भने कुनैमा चाहिँ ONS को ओरिजिनल जिपर युज गरेको छ, जुन चाहिँ एकदमै बलियो छ र यसको पकेटमा पनि ONS कै जिपर अथवा YKK छ भने YKK कै जिपर युज गरिएको छ। र यसमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ यो फ्रन्टको चाहिँ पुरै तपाईको 3 लेयरको रबराइज भनिने फ्याब्रिक भने पछाडिदेखि मैले भनि नै हाले यो पुरै जाली युज गरेको छ, माथिबाट जेकेसको ब्रान्डिङ गरेको छ र यहाँ बटन पनि दिएको छ, जसले यो बटनले गर्दा नै स्पोर्टी लुक्स दिने गर्दछ। र यसमा साइडबाट पुरै यो पाइपिङको डिजाइन पनि दिएको छ, जसले गर्दाखेरि लुक्स एकदमै एट्र्याक्टिभ देखिन्छ। र साइडमा तपाईले यहाँ जेकेएस स्पोर्ट भनेर तपाईले देख्न सक्नुहुन्छ, यहाँ प्रिन्ट पनि तपाईले देख्न सक्नुहुन्छ। साथै तपाईले यसमा हातमा तपाईले देख्न सक्नुहुन्छ यो ज्याकेट हाउसको भेल्क्रो युज गरेको छ, जुन एकदमै बलियो छ। अनि त्यही हो, तपाईले यसलाई चारैतिरबाट टाइट गर्न मिल्छ, यो साइडबाट यसरी तानेर टाइट गर्न मिल्छ, तपाईले यो हातलाई तपाईले मजाले टाइट गर्न मिल्छ यहाँबाट तानेर दुईटै हातमा, अनि साइडमा तपाईले दुवै साइडबाट टाइट गर्न मिल्छ। यसमा कलर अप्सनहरु तपाईले एउटा यो ग्रीन, त्यसपछि तपाईले एउटा यो ब्राउन, अनि त्यसैगरी अर्को एउटा भनेको तपाईले यो ग्रे कलर। टोटल तपाईले यसमा 3टा कलरहरु पाउन सक्नुहुन्छ र यसमा चाहिँ तपाईले सेटै किन्छु भने सेटै पाउन सक्नुहुन्छ र सिंगल पिस किन्छु भने सिंगल पनि पाउन सक्नुहुन्छ। तपाईले सेटैमा चाहिँ तपाईले यता देख्न सक्नुहुन्छ ट्राउजर पाउन सक्नुहुन्छ र यो ट्राउजर पनि तपाईको फुल्ली तपाईको यो प्राय पुरै भाग चाहिँ तपाईको यो 3 लेयरको रबराइज भनिने फ्याब्रिक युज गरेको छ र तल चाहिँ तपाईले यहाँ भागमा चाहिँ यो जाली राखिएको छ, जहाँबाट चाहिँ हावा मजाले पास हुन्छ। यसमा पनि यो साइडमा पाइपिङको डिजाइन दिएको छ यो बीचमा चाहिँ, र यसमा तपाईले ONS को ओरिजिनल जिपर पाउन सक्नुहुन्छ तीनैवटा पकेटमा। र साथै तपाईले यसमा एउटा क्युट वाला बेल्ट पनि पाउन सक्नुहुन्छ, जसले तपाईले यो टाइट गर्न र गर्नलाई सजिलो हुन्छ, तर ट्रेकिङतिर पनि युज हुने यो बेल्ट पनि यसमा दिएको छ। यसमा तपाईले देख्न सक्नुहुन्छ डिजाइन चाहिँ म्याचिङ वाला डिजाइन ब्ल्याक एन्ड यो ब्राउन कलरको, र यसैगरी यसमा तपाईले 3टा कलरमा 3टै कलरको पाउन सक्नुहुन्छ। अब तपाईले ग्रे पनि पाउन सक्नुहुन्छ, ग्रीन पनि पाउन सक्नुहुन्छ र ब्राउन पनि 3टै कलर पाउन सक्नुहुन्छ। अनि तपाईले यसलाई अब छुटै किन्छु भन्दा चाहिँ तपाईको यसको प्राइस पर्न जान्छ 2200 र यसको प्राइस पर्न जान्छ 3800 र तपाईले यदि अब दुईटै सेटै किन्नुहुन्छ भने चाहिँ तपाईलाई 6000 पर्न जान्छ सेटैको चाहिँ है। सेटैको चाहिँ तपाईलाई 6000 पर्न जान्छ। सो 6000 मा चाहिँ हाम्रो यो नयाँ राइडर ज्याकेट लन्च भइसकेको छ। अहिले ज्याकेट हाउसको सातवटा आउटलेट मात्रै नभई सबै आउटलेटमा चाहिँ आइसकेको छ। तपाईले नजिकको आउटलेट भिजिट गरेर शपिङ गर्न सक्नुहुन्छ हाम्रो यी राइडर ज्याकेटहरु है। अनि त्यसैगरी हामीसँग गोटेक्समा यो अलि पहिला आएको गोटेक्स, जुन मैले तपाईलाई डिटेलली भनिसकेको छु, सो यो गोटेक्स पनि तपाईले पाउन सक्नुहुन्छ। अनि त्यसैगरी हामीसँग छ अर्को यो नयाँ गोटेक्स, जुन चाहिँ मात्रै 1600 रुपैयाँको है, मात्रै 1600 मा तपाईले यो वाटरप्रुफ कपडाले वाटरप्रुफ 2.5 लेयरको यो कपडा युज गरिएको छ। यसमा देख्न सक्नुहुन्छ यो पकेटमा पनि तपाईले वाटरप्रुफ जिपर युज गरेको छ र फ्रन्टदेखि तपाईले YKK को ओरिजिनल जिपर युज गरेको छ र यसमा 3टा बटन पनि तपाईले पाउन सक्नुहुन्छ। त्यसैगरी तपाईले यहाँ JKS को ब्रान्डिङ देख्न सक्नुहुन्छ र यसमा टोपी भन्ने आउँदैन, टोपी चाहिँ आउँदैन र यसको भित्रदेखि जाली पाउन सक्नुहुन्छ। आफ्नो इम्पोर्टेन्ट डकुमेन्टलाई राख्नलाई तपाईले भित्रबाट पकेट पनि यसमा तपाईले पाउन सक्नुहुन्छ है। अनि यसमा YKK को ओरिजिनल जिपर राखिएको छ, जसको 1 वर्षको ग्यारेन्टी नै हुन्छ है। त्यसैगरी यतातिर तपाईले देख्न सक्नुहुन्छ वास केयर, अनि त्यसैगरी पकेट, भित्रदेखि जाली। कलर अप्सनहरु यो छ तपाईको यो रोयल ब्लू छ एउटा हैन, अनि त्यसैगरी तपाईको यो कलर छ एउटा नेभी ब्लू टाइपको डार्कमा छ, त्यसैगरी स्काई ब्लू पनि छ, अनि ग्रीन पनि छ है। अनि यो ब्ल्याक भने कुनै आउटलेटमा छ र कुनै आउटलेटमा छैन। ब्ल्याकमा चाहिँ तपाईले एकदमै कम पाउन सक्नुहुन्छ, कुनै आउटलेटमा चाहिँ तपाईले ब्ल्याक पाउन सक्नुहुन्छ नि, कुनै आउटलेटमा चाहिँ छैन यो ब्ल्याक। जस तपाईले यसमा 4वटा कलर चाहिँ सबै आउटलेटमा प्राय पाउन नै सक्नुहुन्छ। यसमा तपाईले एकदमै स्टाइलिश वाला पकेट पाउन सक्नुहुन्छ र त्यो पकेटमा पनि तपाईले YKK को जिपर राखिएको छ। साइडमा तपाईले देख्न सक्नुहुन्छ यो एकदमै स्टाइलिश वाला गोजीको डिजाइन, अलिकति ठुलो वाला गोजी तपाईले पाउन सक्नुहुन्छ। यसमा तपाईले वाटरप्रुफ वाला जिपर चाहिँ राखिएको छ।
त्यसै गरी अर्को भनेको यो भर्खरै लन्च भएको यो ज्याकेट चाहिँ अहिले लगभग सबै आउटलेटमा आउट अफ स्टकै हुन लागिसकेको छ। यो 2200 रुपिसको ज्याकेट तपाईँले देख्न सक्नुहुन्छ। यो वाटरप्रुफ फेब्रिकले बनेको YKK को ओरिजिनल जिपर र तपाईँको तलदेखि इलास्टिकवाला डिजाइनमा, साथै तपाईँले यता साइडमा एउटा पकेट पनि पाउन सक्नुहुन्छ। माथिदेखि एउटा स्टाइलिस देख्नुलाई प्याच राखिएको छ। टोपीलाई आफ्नो इच्छाअनुसार झिक्न र राख्न मिल्छ। टोपीतिर एकदमै हाई क्वालिटीको तपाईँको यो डोइलग युज गरेको छ। भित्रदेखि चाहिँ यसमा जालीको ठाउँमा चाहिँ तपाईँले यो टफेटा कपडा युज गरेको छ, जसले चाहिँ एकदमै शीतल गराउँदछ। तपाईँको पसिना आउँछ भने पसिना पनि तपाईँको यो कपडासँग टाँसिँदैन होइन। त्यसैको लागि भित्रदेखि वास केयर र ज्याकेट हाउसको तपाईँको वास केयर भइहाल्यो। अनि त्यसै गरी यहाँ एउटा जिपर भएको पकेट पनि पाउन सक्नुहुन्छ। कलर अप्सनहरू नेभी ब्लू छ, तपाईँले ग्रिन पनि पाउन सक्नुहुन्छ, अनि ग्रे कलर पाउन सक्नुहुन्छ र ब्ल्याक कलर पाउन सक्नुहुन्छ। अनि त एउटा ग्रिन पनि थियो, एउटा अलिकति लाइट खालको ग्रिन थियो, त्यो चाहिँ अहिले आउट अफ स्टक भइसकेको छ। सो सबै आउटलेटमा लगभग तपाईँले 4वटा कलरहरू पाउन सक्नुहुन्छ। 4वटा कलर पनि अहिले एकदमै कमै मात्रामा तपाईँले पाउन सक्नुहुन्छ। यो अहिले लगभग सबै आउटलेटमा लगभग सकिने नै आइसक्यो यो सामान। र नयाँ लन्च भनेको यसपालि हाम्रो यो नयाँ गोटेक्स ज्याकेट भएको छ, जुन चाहिँ रहेको छ यो रबराइज भनिने फेब्रिकले बनेको छ। यो हल्का स्ट्रेचेबल टाइपको वाटरप्रुफमा रहेको छ। यसको टोपीलाई तपाईँले आफ्नो इच्छाअनुसार झिक्न र राख्न मिल्छ। र तपाईँले डिजाइन देख्न सक्नुहुन्छ, एकदमै सिम्पल टाइपको देखिन्छ है, सिम्पल टाइपको डिजाइन दिएको छ। त्यसै गरी तपाईँले यसमा ठुलो टाइपको पकेट पाउन सक्नुहुन्छ। यो यहाँ एकदमै ठुलो पकेट छ है, एकदमै ठुलो पकेट छ। YKK को ओरिजिनल जिपर छ। अनि भित्रदेखि तपाईँले जाली पाउन सक्नुहुन्छ, साइडमा वास केयर पाउन सक्नुहुन्छ, अनि तपाईँले यहाँ पकेट पनि पाउन सक्नुहुन्छ जिपर भएको। त्यसै गरी एकदमै हाई क्वालिटीको डोइलगहरू त यसमा युज गरिएको छँदैछ। त्यसै गरी तपाईँले देख्न सक्नुहुन्छ टोपीलाई आफ्नो इच्छाअनुसार झिक्न नि राख्न नि मिल्छ। र साइडमा तपाईँले एउटा प्याच पनि दिएको छ, जसले चाहिँ स्टाइलिस देखिन्छ यो ज्याकेटलाई। र त्यसै गरी यसको ज्याकेट हाउसको यहाँ भेल्क्रो पनि युज गरिएको छ यसको हातहरूमा। सो भेल्क्रो पनि एकदमै बलियो युज गरिएको छ। कलर अप्सनहरू तपाईँले अहिले व्हाइट अनि ब्ल्याक कलर पाउन सक्नुहुन्छ यो 7 बाटोमा चाहिँ भने। अरू आउटलेटहरूमा चाहिँ तपाईँले यसमा येलो कलर र ग्रिन कलरहरू पनि पाउन सक्नुहुन्छ है। अहिले चाहिँ मात्रै 2टा कलर यो लन्च हुने बित्तिकै एकदमै धेरै डिमान्ड भएको है। यो लन्च हुने बित्तिकै एकदमै धेरै फास्ट सेलिङ आइटम हो है यो चाहिँ। तपाईँको अहिले व्हाइट र ब्ल्याक मात्रै बाँकी छ यो ज्याकेट हाउस 7 बाटोमा चाहिँ। त्यसै गरी हामीसँग यो मेक्सनको ज्याकेटहरू पनि रहेको छ। यसमा पनि तपाईँले देख्न सक्नुहुन्छ यो वाटरप्रुफ विन्टो YKK जिपर पाउन सक्नुहुन्छ। 4-5वटा कलर अप्सनहरू, साइजहरू मजाले पाउन सक्नुहुन्छ। यो राइडिङ टाइपको लुक्स दिने ज्याकेटको प्राइसको कुरा गर्नुपर्दा मात्रै रहेको छ 1850 रुपियाँ। यसको भित्रदेखि तपाईँले एउटा एक्स्ट्रा लेयर पाउन सक्नुहुन्छ र साइडमा पकेट पनि पाउन सक्नुहुन्छ यसमा भने है। र यो ज्याकेट तपाईँले एकदमै धेरै मन पराइदिनु भएको थियो। अहिले मात्रै अरेन्ज कलर बाँकी छ। तपाईँले अर्डर गर्न सक्नुहुन्छ हाम्रो WhatsApp, भाइबर अथवा इन्स्टाग्रामतिरबाट तपाईँले अर्डर पनि गर्न सक्नुहुन्छ है। त्यसै गरी हाम्रो यो साइडतिर चाहिँ गर्मीको लागि एकदमै धेरै टी सर्टहरू र गर्मीको लागि ज्याकेटहरू चाहिँ राखिएको छ। तपाईँले देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो पुरै टी सर्ट र सर्टको आइटम रहेको छ एकदमै धेरै भने। यतातिर हामीसँग हाफ सर्ट्सहरू पनि रहेको छ। तपाईँहरूलाई स्पोर्टी सर्ट्सहरू होइन, जगिङ गर्दाखेरि प्लस तपाईँको जिमतिर जानलाई र रनिङ गर्नलाई एकदमै बेस्ट हुने खालको, प्लस स्टाइलिसको लागि हामीसँग कटराइजकै पनि रहेको छ है। तपाईँले यतातिर म देखाउन गइरहेको छु। यतातिर हामीसँग यो कटराइजको विभिन्न कलरमा चाहिँ तपाईँले यो चाहिँ तपाईँको रिङ्कल फेब्रिकमा भयो होइन। त्यसै गरी तपाईँले कटराइज फेब्रिकमा पनि तपाईँले पाउन सक्नुहुन्छ है। यो कटराइजमा पनि तपाईँले यो हामीसँग देख्न सक्नुहुन्छ हाफ सर्ट्सहरू पाउन सक्नुहुन्छ। पछाडिबाट 2टा पकेट र त्यसै गरी अगाडिबाट तपाईँले 4वटा पकेट पाउन सक्नुहुन्छ यसमा है। यहाँ तल ठुलो 2टा पकेट भने माथिबाट 2टा पकेट पाउन सक्नुहुन्छ। त्यसै गरी यसमा कलर अप्सनहरू 3-4 कलर अप्सन पाउन सक्नुहुन्छ। यता साइडमा तपाईँले टी सर्ट पाउन सक्नुहुन्छ र यता आइटममा चाहिँ तपाईँको ज्याकेट हाउस 7 बाटोमा चाहिँ यता सेलको आइटम पनि रहेको छ, जुन चाहिँ यति मात्र रहेको छ। यो चाहिँ मात्रै 1200 रुपियाँको रहेको छ। त्यसै गरी टी सर्टमा हामीसँग विभिन्न टी साइडको भेराइटी रहेको छ। स्पोर्टी टी सर्टको प्लस कटन टी सर्टको प्लस हामीसँग पोलिस्टर टी सर्टको सबै टी सर्टको चाहिँ हामीसँग भेराइटीहरू रहेको छ है। टी सर्टहरू पनि छ हामीसँग। अनि त्यसै गरी हामीसँग यतातिर हेर्नुहुन्छ भने तपाईँले यो मैले लगाएको जस्तै यो कटराइजको ज्याकेट पनि पाउन सक्नुहुन्छ। प्राइस रहेको छ मात्रै 1800 रुपियाँ। यसमा तपाईँले कलर अप्सनहरू 3टा कलर अप्सनहरू मैले लगाएको जस्तो ग्रे, ब्ल्याक अनि त्यसपछि नेभी ब्लू पनि पाउन सक्नुहुन्छ है। त्यसै गरी तपाईँले हामीसँग स्वेट सर्टहरू पाउन सक्नुहुन्छ र स्टाइलिस यो सर्टवाला ज्याकेट पनि पाउन सक्नुहुन्छ। यसै गरी हामीसँग टुइलका ज्याकेटहरू पनि रहेको छन् र स्पोर्टीमा पनि स्पोर्टी ज्याकेटहरू रहेको छन्, जसको प्राइस रहेको छ 1800-2000 हेरिरहेको छ। हामीसँग डाउनको ज्याकेट चाहिन्छ भने डाउन ज्याकेट पनि छ। ट्राउजरमा तपाईँले भरपुर मात्रामा पाउन सक्नुहुन्छ। र यता साइडतिर हेर्नुहुन्छ भने सबै गर्मीकै ज्याकेटहरू मात्रै रहेको छ। अहिले सबै आउटलेटहरूमा प्रायः गर्मीको लागि भनेर भरपुर मात्रामा सामानहरू आइसकेको छ। यो साइडमा हामीसँग लेडिजको पनि रहेको छ है। तपाईँले लेडिज, जेन्ट्स, बच्चादेखि लिएर सबैको चाहिँ तपाईँले ज्याकेटहरू चाहिँ हाम्रो ज्याकेट हाउसमा पाउन सक्नुहुन्छ। अहिले चाहिँ अब हाम्रो सबै ज्याकेट हाउसमा चाहिँ यो गर्मीको लागि भनेर भरपुर मात्रामा सामानहरू आइसकेको छ। सो चाँडोभन्दा चाँडो नजिकको आउटलेट भिजिट गरेर सपिङ गर्न नभुल्नु होला। हाम्रो लोकेसनहरू काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन, बनेपा सबै ठाउँमा रहेको छ। र कतिपय ठाउँहरूमा चाहिँ ज्याकेट हाउस नाम राखेर पसलहरू खोलेका छन्। 3 पसलहरू चाहिँ हाम्रो होइन, तपाईँहरू नजुकिनु होला। हाम्रो ज्याकेट हाउसमा चाहिँ JKSको मात्रै सामानहरू तपाईँले पाउन सक्नुहुन्छ। सो त्यसैले
ज्याकेट हाउस भिजिट गरेर गर्मीमा बवाल हुने खालको ज्याकेटहरू, ट्राउजरहरू, सर्ट्सहरू, टी सर्टहरू के चाहिएको छ सो भिजिट गर्न होला। आफ्नै माटोमा बनेको आफ्नै नेपाली प्रडक्टलाई तपाईँहरू सबैजनाले माया गरिदिनुहुन्छ भन्ने आशा गर्दछौँ र 1000 जना तपाईँहरू जति पनि जोडिनु भएको छ तपाईँहरू सबैजनालाई हृदयदेखि नै धन्यवाद। हो, अब आगामी दिनमा चाहिँ हामी 10 वटा ज्याकेटको गिभअवे लिएर आउनेछौँ र यसपालिको ज्याकेट भने हाम्रो राई साम्पाङजीलाई जाँदछ। सो तपाईँहरू मध्ये जो पनि पर्न सक्छ है, तपाईँहरू सबैजनाले हामीलाई सपोर्ट गर्दै जानुभएको छ। तपाईँहरू सबैजनाको सपोर्टको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसपालिको ज्याकेट चाहिँ हामी राई साम्पाङज्यूलाई दिन चाहन्छौँ र आगामी दिनमा हामी 10 वटा 15 वटा धेरैवटा अझ धेरैवटा ज्याकेटको गिभअवे लिएर आउनेछौँ र त्यति बेला चाहिँ अवश्य पनि तपाईँहरूमध्ये जसको पनि नाम आउन सक्छ। त्यसैले तपाईँहरूको साथ र सपोर्टको एकदम आभारी छौँ। तपाईँको साथ र सपोर्टको एकदमै प्रतीक्षामा पनि छु है। तपाईँहरूको साथ र सपोर्ट लिने गर्दा आज हामी यहाँसम्म छौँ। हाम्रो प्रडक्टहरू तपाईँहरूले एकदमै मन पराइदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र आगामी दिनमा अझै लन्च हुने बित्तिकै नयाँ ज्याकेट तपाईँहरूको सामान्य ल्याएर फेरि पनि उपस्थित हुने नै छौँ। अहिले चाहिँ तपाईँहरूको माझबाट बिदा लिन चाहन्छौँ। थ्याङ्क यू सो मच फर वाचिङ।